आदरणीय दाजुभाइ दिदीबहिनीमा म मृगौला पीडितको तर्फबाट नमस्कार। ओखलढुङ्गा जिल्ला नर्वदेश्वर घर भएकोमा सोमबहादुर जोगीको दुवै मृगौला फेल भएको हुँदा टिचिङ हस्पिटलमा डायलिसिस गराइरहेको छु। मेरो आर्थिक अवस्था निकै नै कमजोर भएको हुँदा हजुरहरूसँग सानो सहयोगको लागि यहाँ आएको छु। तपाईँहरूको सानो सहयोगले नै मेरो जीवन बस्न सक्छ। त्यसकारण सेवा नै सबैभन्दा ठुलो धर्म हो। धन्यवाद। आदरणीय दाजुभाइ दिदीबहिनीमा म मृगौला पीडितको तर्फबाट नमस्कार। ओखलढुङ्गा जिल्ला नर्वदेश्वर घर भएको म सोमबहादुर जोगीको दुवै मृगौला फेल भएको हुँदा टिचिङ हस्पिटलमा डायलिसिस गराइरहेको छु। मेरो आर्थिक अवस्था निकै नै कमजोर भएको हुँदा हजुरहरूसँग सानो सहयोगको लागि यहाँ आएको छु। तपाईँहरूको सानो सहयोगले नै मेरो जीवन बस्न सक्छ। त्यसकारण सेवा नै सबैभन्दा ठुलो धर्म हो। धन्यवाद।